नमस्कार आज हामीहरू तपाईहरुलाई अलिकति छुट्टै ठाउँमा रहेको विभिन्न दृश्यहरू देखाउँदै जानेछौँ। हामीहरू यति बेला गुम्माको मायाबासी हुँदै ताकासाकी हुँदै अहिले ताकासाकीको अपोजिटमा रहेको बाटोबाट यो पारी देखिने ताकासाकीको इचिहारा माछीमा रहेको क्यानोनियामा पार्कमा देखिएको यो बुद्धको मूर्ति देखिरहेका छौँ। हामीहरू अब लगत्तै यो बुद्धको मूर्ति पछाडिपट्टि रहेको छुट्टै सिटी तोमियोका सिटीमा पुग्नेछौँ। यो त्यसपछि हामीहरू तपाईलाई विभिन्न दृश्यहरू देखाउनेछौँ। हामीहरू यति बेला तोमियोका सिटीमा रहेको यो पार्किङ एरियामा पुगेका छौँ र यो पार्किङ एरिया हो। अब हामीहरू यो पार्किङ एरियाबाट फेरि अगाडि बढ्नेछौँ र तोमियोकामा रहेको यो गुम्बा सफारी पार्कमा हामीहरू आज घुम्दै जानेछौँ। हामीहरूको यात्रा बसमा रहनेछ। हामीहरू गाडीलाई पार्क गरेर यहाँबाट अर्को बस चढेर फेरि हामीहरू गुम्बा सफारी पार्कको यात्रामा अगाडि बढ्नेछौँ। तपाईहरुलाई छोटा छोटा क्लिप्सहरू जोइन गरेर हामीहरू देखाइरहेका छौँ। हामीहरू बसमै छौँ। बसबाट हामीहरू अगाडि बढिरहेका छौँ र अब हामीहरू देख्न सक्छौँ बाहिरका विभिन्न दृश्यहरू। हामीहरू यहाँ यति बेला देखिसकेका छौँ। बाहिर यो रहेका विभिन्न प्रजातिका जनावरहरू हिलोमा बसिरहेका छन्। त्यसै गरी मलाई नाम चाहिँ एक्ज्याक्टली आएन, यसलाई के भन्छ, गाई गोरु जाति प्रकृतिकै होला सायद। नेपालमा चाहिँ देखिँदैन यस्तो, विदेशहरूतिर मात्रै ठुलो ठुलो जङ्गलहरूमा देखिने यो जनावर हामीहरूले यहाँ देखिरहेका छौँ। एकदमै अलिकति बस्ने वातावरणलाई व्यवस्थित बनाएर साँघुरो ठाउँमा राखिएको रहेछ। देख्दाखेरि अलिकति फोहोर मैले देखिए पनि यिनीहरूको प्रजाति नै यस्तै किसिमको होला। सानो बेबीहरू पनि देखिरहेका छौँ हामीले यहाँनिर। मलाई नाम चाहिँ झ्याप्प आएन, यसको लागि सरी। अब हामी अगाडि बढ्नेछौँ यहाँबाट। यसै गरी अबको हाम्रो यात्रा अगाडि बढिरहेको छ। तपाईहरु देख्न सक्नुहुनेछ हामी गाडी बसबाटै हामीहरू हाम्रो यात्रा अगाडि तय गरिरहेका छौँ। विभिन्न ठाउँहरूमा जङ्गलको टापुमा रहेको यो ठाउँमा जनावरहरूलाई यसरी व्यवस्थित तरिकाले राखिएको छ। यो सायद मृग होला, मृग पनि यहाँ व्यवस्थित तरिकाले राखिएको रहेछ संरक्षण गरेर। यसै गरी हामीहरू थोरै अगाडि बढिरहेका छौँ। तपाईहरूले देखिरहनु भएको छ यहाँ हामीहरू यति बेला बाँदर प्रजातिहरूको नजिक आइपुगेका छौँ। यहाँ विभिन्न किसिमका बाँदरका जातिहरूलाई पनि संरक्षित तरिकाले राखिएको छ। यहाँ पनि हामीहरू देख्न सक्छौँ, नजिकैबाट देख्न सक्छौँ। सबै बसमा रहनुभएका हाम्रा दर्शकहरूले, घुम्न आउनुभएका पर्यटकहरूले भिडियो खिचिरहनु भएको छ। बाहिरको रमणीय आनन्द लिइरहनु भएको छ। मेरो मिसेस र मेरो छोरीहरूले पनि हेरिरहनु भएको छ। हामीहरू यता देख्न सक्छौँ बाख्रा, नेपाली प्रजातिका बाख्रा जापानी यो सफारी पार्कमा रहेका छन्। जापानकै प्रजाति भनौँ, अलिकति नेपालको प्रजाति भन्दा थोरै फरक बाख्राहरू चाहिँ हामीले यति बेला देखिरहेका छौँ। घाँसहरू बाहिरबाट लगेर दिने, हेर्न जानेहरूले चाहिँ बिस्तारै थोरै थोरै घाँसहरू दिने, नजिक आएर खाने गर्दा रहेछन्। एकदमै राम्रो तरिकाले व्यवस्थित तरिकाले राखिएको रहेछ बाख्राहरूलाई पनि। यति बेला हामीहरू थोरै अब बाख्रा पछि हामी अर्को दृश्यहरूतर्फ अगाडि बढ्नेछौँ। हामीहरू यहाँ आइसकेपछि बसबाट झरेर 20-25 मिनट समयमा हामीहरू आफ्नो पैदल यात्राबाट हामी घुमिरहेका छौँ। यो समयमा हामीहरू प्रत्यक्ष नजिकैबाट आफ्नै पैदलबाट हामीले निहाल्ने मौका पाइरहेका छौँ। हामीहरूले अब देख्न सक्छौँ यो चितुवालाई पनि यहाँ संरक्षण गरेर सिसा जालीहरूभित्र राखिएको छ। यो पनि यसरी नै
व्यवस्थित गरिएको छ। साइडमा छेउमा यो भेडा प्रजातिलाई पनि राखिएको छ। कोखैमा चितुवा हेरी कराइरहेको छ। उता भेडा पनि भ्या गरिरहेको छ। नजिकै रहेछ। अर्को चितुवा उताबाट फेरि लम्कँदै आइरहेको देखिन्छ हामीले। रमाइलो लाग्छ, रमाइलो छ। तपाईँहरू पनि यस ठाउँमा आउनुभएको छैन भने एकपटक समय मिलेसम्म आउनुहोला। हामीहरू यो बाघ भनिन्छ क्यारे, हामीहरू यतातिर आइसकेका छौँ। यो बाघ प्रजाति यहाँ पनि नि बाघहरूलाई विभिन्न किसिमका पाटे बाघ, यो बाघलाई चाहिँ संरक्षित तरिकाले राखेको छ। बाहिरबाट खानाहरू केही लिएर खुवाउन पनि मिल्दो रहेछ। जापानिज बच्चाबच्चीहरूले रमाइलोको लागि आफैले मासुका परिकारहरू लिएर चिम्टीको सहायताबाट बाहिरबाट दिइरहेको देखिन्छ। यो सेतो बाघ, यो बाघको प्रजातिको नाम चाहिँ मलाई पनि त्यति याद भएन। हामीहरू फेरि छोटो क्लिप सँगसँगै अर्को यो के भन्छ, हाम्रो वनजङ्गलतिर पाइने, नेपालको वनजङ्गलमा पाइने मुसा जातिको न्याउली मुसा जस्तै सायद हामीले देख्न सक्छौँ। यो पनि छोटो क्लिप्स यहाँनिर हामीले लिइरहेका छौँ। त्यसै गरी अब हामीले देख्न सक्छौँ अर्को यतातिर विभिन्न प्रजातिका जनावरहरू पनि यहाँ हेर्न सकिन्छ, देख्न सकिन्छ। हाम्रो नानी पनि खुसी भइरहेको छ, हेरिरहेको छ। पहिलोचोटि नानी बाहिर आएर यसरी प्रत्यक्ष जनावरहरूलाई देख्ने मौका मिलेको छ। नानीलाई पनि अचम्म लागिरहेको छ, खुसी मानिरहेको छ। हामीहरूले यहाँ क्यामेल ऊँट देख्न सक्छौँ। ऊँटहरू बसिरहेका छन्, मस्त घाम तापिरहेका छन्। यहाँ यो राते जस्तै बाख्रा जातिको यो मृग जाति जस्तै नेपालतिर राते पनि भनिन्छ क्यारे, त्यो पनि मजाले हेरिरहेका छन्। मान्छेका समीपमा खाना पाइन्छ कि भनेर एकदमै न्यानो मायासहित नजिक आउन खोज्दा रहेछन्। मेरो छोरीले पनि हेरिरहेको छ, मजाले खुसी लिइरहेको छ नानीले। क्यामेलहरू देख्न सकिन्छ हामीहरूले यहाँ। फेरि क्यामेलहरू मस्त आफ्नै तालमा बसिरहेका छन्। घामको न्यानोसँगै पहाडी ठाउँमा अलिकति हावा पनि सिरसिर चल्ने र घामको तापले न्यानो महसुस गरिरहेका छन् यो ऊँटहरू, ऊँट प्रजातिहरू। हामीहरू अहिले फेरि बसबाट यात्रा गरिरहेका छौँ। छोटो भिडियो क्लिप्सलाई चाहिँ कैद गरेर तपाईँहरूलाई देखाउनको लागि अथवा हामीहरूले केही संरक्षणको लागि लिएका छौँ। हामीहरू बसमै आफ्नै रफ्तारमा बिस्तारै अगाडि बढिरहेका छौँ। अब हामी बिस्तारै अगाडि बढ्ने क्रम जारी छ। हामी अगाडि गइरहेका छौँ। यहाँबाट पनि हामीले अघि हेरेका केही जनावरहरू देख्न सकिन्छ, बाख्राहरू। अघि हामी प्रत्यक्ष हिँडेर हेरेका थियौँ भने अहिले हामी फेरि बसबाट अगाडि बढिरहेका छौँ। अब अगाडि फेरि चितुवाहरू, बाघहरू, सिंहहरूको पनि हामीले बिस्तारै यात्रा तय गर्दै देख्नेछौँ, हेर्नेछौँ। चितुवाहरू फेरि गाडीहरू जता जान्छ, मान्छेहरू जता जान्छ उतै पछि लाग्छन्। केही खाना दिन्छन् कि भन्ने पनि होला, अथवा खाना पाइन्छ कि भन्ने उनीहरूलाई लाग्दछ होला। भित्र रहिरहेको अलिकति निस्किन पाए पनि कति खुसी हुन्थ्यो होला भन्ने फिल पनि भएको छ होला। अब यसै गरी हामी फेरि अगाडि बढिरहेका छौँ। अब हाम्रो अर्को हेराइरहनेछ। हामीहरू यहाँ देख्न सक्नेछौँ ठुलो जनावरहरूकै राजा हात्तीको दृश्यहरू हामीले यहाँबाट देख्नेछौँ। हात्तीहरू, दुईवटा हात्तीहरूलाई बाँधिएको रहेछ, त्यहाँनिर संरक्षण तरिकाले राखिरहेको छ। यो हात्तीहरूलाई पनि हामीले यहाँबाट निहाल्ने मौका पायौँ। मजाले हात्तीहरू बसिरहेका छन्, उभिरहेका छन्, हेरिरहेका छन्। राम्रो, रमाइलो, सुन्दर घुम्नको लागि ताकासाकीबाट अलिकति केही टाढा भए पनि 1-1.5 घन्टाको बाटो गाडीमा आइसकेपछि यो ठाउँमा पुग्न सकिन्छ। यसै गरी हामी अगाडि बढ्दैछौँ। फेरि तपाईँहरूले यहाँ हेर्न सक्नुहुनेछ अर्को टाइगर रहने ठाउँमा चाहिँ हामी प्रवेश गर्दैछौँ यो गेटबाट। टाइगर एरिया
यहाँ विभिन्न किसिमका टाइगरहरू देख्न पाइनेछ हामी बिस्तारै बिस्तारै अगाडि बढिरहेका छौँ। भित्र जाँदा पनि आहा कस्तो होला भन्ने एक किसिमको मनमा उत्सुकता पनि लागिरहँदो रहेछ। नेपालमा देखिए तापनि यहाँको कस्तो होला नि त, कसरी रहेका होलान् भन्ने छुट्टै किसिमको एउटा कौतूहलता आउँदो रहेछ। त्यो कौतूहलता पनि बिस्तारै बिस्तारै मेटिँदैछ। बिस्तारै हामीहरू अघि बढिरहेका छौँ। बसको चालकले पनि यहाँको बारेमा विस्तृत जापानिज भाषामा चाहिँ बयान गरिरहनु भएको छ। सबैले बुझ्न नसके पनि केहीले बुझे पनि हामी सबैले नबुझ्न सकिने भएकोले मैले चाहिँ नेपालीमै यहाँका कुराहरूलाई सक्दो रूपमा चाहिँ निहालिरहेको छु, दिइरहेको छु, देखाइरहेको छु। हामीहरूले चाहिँ यहाँ चाहिँ बाघ देख्न सक्छौँ। टाइगर एरिया रहेछ यो चाहिँ। नजिकै गाडीहरू, प्राइभेट गाडीहरूमा आएर पनि हामीहरूले नजिकैबाट हेर्दै अगाडि बढ्न सक्छौँ। त्योभन्दा राम्रो चाहिँ हामी बसमै होला भनेर, सानो बेबीहरू भएकोलाई चाहिँ बसबाट सजिलो होला भनेर हामी चाहिँ बसको व्यवस्था गरेर बसमा आएका थियौँ। गाडीलाई तलै आफ्नो प्राइभेट गाडीले पार्कमै राखेर आएका थियौँ। यहाँ चाहिँ हामीले टाइगर, लायन देख्न सक्छौँ। सिंहहरू बाटोमै सुतिरहेका छन्, मजाले पार तापिरहेको देख्न सकिन्छ। गाडीहरू नजिकैबाट हिँड्दा पनि यिनीहरूले केही गर्दा रहेनछन्। अब सधैँभरि हिँडिरहेको देखिरहेको गाडीहरूलाई त्यस्तो खासै केही गर्दा रहेनछन्। तर चाहिँ तर्किएर आफै चाहिँ संयमित भएर हिँड्नुपर्ने हुन्छ, किनकि जङ्गली जनावरहरू र पशुहरूको खासै कुनै बेला कति बेला पनि भर हुँदैन, भर दिनु हुँदैन। आफै पालेर पनि जनावर भनेको जनावर नै हुन्छ। त्यो कारणले मानिसहरू संयमित भएर हिँड्नुपर्छ। हामीहरू यति बेला देख्न सकिरहेका छौँ सिंह बाटोमै सुतिरहेको छ। र यसरी हामीहरू सिंहको हेराइ सँगसँगै फेरि अगाडि बढिरहेका छौँ। अब बिस्तारै बिस्तारै हामीहरू ओह्राली झर्दैछौँ। यो पहाडको टापुमा बनाइएको यस संरक्षित सफारी पार्कबाट हामीले अहिले चाहिँ फेरि बिस्तारै रागा भैँसीहरूको फार्म भनौँ, संरक्षित ठाउँ भनौँ, यहाँनिर आइपुगेका छौँ। भैँसीहरू देख्न सकिन्छ। यो जङ्गली भैँसीहरू भनौँ, जङ्गलमै डुल्ने, जङ्गलमै खाने भैँसीहरू, रागाहरू यहाँनिर छन्। सबै एकबद्ध भएर सामूहिक रूपमा बसिरहेको देख्न सकिन्छ। र यति हेरिसकेपछि हामी बिस्तारै भैँसी हेरिसकेपछि बिस्तारै बिस्तारै हामी ओह्राली लागि बससँगैबाट हामी बसको स्टपमा आइपुगेका छौँ, बस पार्किङमा आइसकेका छौँ। अब हामीहरू यहाँबाट आफ्नो प्राइभेट गाडीमा बिस्तारै गन्तव्यतर्फ फर्किनेछौँ। र छोटो समयको छोटो भिडियोको लागि मैले यहाँ जति कुराहरू देखाउन सकिनँ। तपाईँहरूले हेरिदिनु होला, माया गरिदिनु होला, यसो लाइक कमेन्ट पनि गरिदिनु होला र समय मिलेसम्म एकपटक घुम्न आउनु होला। धन्यवाद।